नमस्कार श्रोताबिन्द, मलाई आज यस युट्युब च्यानल मार्फत हेरिरहनुभएका सम्पूर्ण श्रोताहरूलाई हार्दिक सुस्वागतम, धेरै धेरै धन्यवाद व्यक्त गर्दछु। भनिन्छ नि, उपकारी गुणी व्यक्ति निहुरिन्छ निरन्तर, हेर फलेको वृक्ष नझुकेको कहाँ छ र। कति मिठो भनाइ छ नि साथीहरू, हो कि होइन भन्नुहोस् त। हामी सबैजना यो धरतीमा निमित्त भएर आएका छौँ। हामी सबैले बुझ्नुपर्छ, हामी केवल निमित्त मात्र हौँ। हामी एउटा रोल खेल्न यो धरतीमा आएका हौँ। रोल खेल्ने क्रममा हामीले गर्ने व्यवहारहरू, हामीले गर्ने कामहरू हरेकलाई मजा लिएर गर्ने हो, आनन्दमय जीवन बचाउने। यसको लागि हामीले यो 4 चिजलाई चाहिँ अत्यन्त ख्याल गर्नुपर्छ: ज्ञान, योग, धारणा र सेवा। है साथीहरू, नमस्कार।